एक्सप्रेसको ब्रान्डहरू हुनुहुन्छ यहाँ दाजुभाइ दुईजना, उहाँहरूले उपद्रव गर्नुभयो होइन। उपद्रव पनि यस्तो गर्नुभयो यहाँ हेर्नुहोस् होइन। हामीले यहाँ तेल खनाइरहेछौँ, ठिक छ। तेलमा पनि हेरौँ कि के छ प्रब्लम भनेर होइन। हेरौँ हाल घुमाएर बाहिर गर्नु, बाहिर बाहिर गर्नु हो। अहिले हाल्दाखेरि छान्नु ल, कपडाले सेतो कपडा छ अफिसमा, अनि अफिसमा छानेर हाल्नु ल हो। यसलाई साइनिङ होस् होइन। तर यो हेरौँ ल, यो त्यो त माटो झरो ठिक छ होइन, यहाँ माटो झरो। तर यहाँ हेरौँ न, यो पुरै माटै माटो छ क्या। तेल नेपाल हो, अब आइदिन्छ, अब के भन्ने। नेपाल हो, चल्छ, जे गरे पनि चल्छ होइन। मेन कुरो भनेको चाहिँ उहाँहरूको एउटा किन चाहिँ हामीले ट्याङ्की खोल्यौँ त भन्दाखेरिमा एउटा समस्या भएर खोलेको। समस्या चाहिँ के भने उकालोमा पिकअप नआउने एक्सिलेटर थिचेर हो। यही समस्याले चाहिँ हामीले खोलेको। के रहेछ त, चेक लाइन चाहिँ बलिरहन्छ होइन। र ट्याङ्कीबाट पनि तेल रसाइरहेको थियो। हेर्नु न, यहाँ फ्रेमहरू चाहिँ पुरै भिजेको छ यहीँ होइन। अनि यो रसाइरहेको छ र एक्सिलेटर थिच्दा नै चेक इन्जिन लाइन बलिरहेको छ भनेर चाहिँ समस्या लिएर आउनुभयो। अब हामीले के गर्यौँ भनेदेखि यो मोटरमा चाहिँ तातेपछि फेरि आवाज आउँछ भन्नु भएन, तातेपछि आवाज आउँछ होइन। हो, यो तातेर आउनु भनेर रिजन चाहिँ म देखाउँछु यहाँ। यो मोटरले चाहिँ जति चाहिने, यो जाली छ नि, त्यो मोटरमा चाहिँ जति चाहिने त्यति इन्जिनमा फ्लो चाहिँ नहुँदाखेरि चाहिँ आएको प्रब्लम हो खासमा भनेको। यो जाली जाम भयो क्या। जाली जाम भएपछि के भयो भनेदेखि मोटरलाई त मजाले तेल आउनु पर्ने, त्यो पाएन मोटरले होइन। मोटरले जति तान्नु पर्ने त्यति त अब यो सक्सन बढी भयो भने पावर बढी लाग्ने बित्तिकै भनेको चाहिँ यसले चाहिँ अब यो दिएन नि त, जति चाहिने त्यति तेल नदिएपछि चाहिँ तातिसकेपछि चाहिँ यस्तो प्रब्लम आएको हो। अब यो यदि सफा गर्ने, यहाँ हेर्नुहोस् यहाँ, अब यो तपाईँहरूले यो धेरै ध्यान दिनुपर्छ क्या। यो हाम्रो जस्तो अब ट्याङ्की खोलेर हामीले त्यो प्लेटहरू हालेपछि पनि हाल्दाखेरि पनि लिक्विड चाहिँ कति हाल्ने भन्ने हुन्छ क्या। लिक्विड बढी हाल्नुहुन्न, त्यही माथिको लिक्विड चाहिँ यो तान्यो, यो रातो रातो यो बढी भएर चाहिँ खिच्यो नि त। अब हामीले चाहिँ त्यो के हुन्छ भने ट्याङ्कीबाट तेल नझर्नको लागि लिक्विड अलिक मजाले लगाइदिए भने हुन्छ अनि। अब मजाले लगाइदियो भने हुन्छ, मजाले त लगाइदिन्छ, तर लिक्विड चाहिँ तलबाट यसरी डिजलले खाएर चाहिँ झरिदिन्छ। यति मात्र छैन यार, यहाँ मात्र छ पुरै लिक्विड। अब यो चाहिँ फेरि यही मोटरले तानिदियो क्या तलबाट हो। अर्को कुरा भनेको यो जाली फोहोर भयो। जाली फोहोर हुनु भनेको चाहिँ अब तेलको फोहोर, तेलको कारणले पनि हुन्छ होइन। हामीले तेल कस्तो ठाउँबाट हाल्छौँ त्यहाँको पनि हुन्छ। अब यो भनेको चाहिँ फेरि पानी छिरे हो क्या। यो भनेको चाहिँ पानी छिरेर चाहिँ होइन, पानी मिक्स भएर चाहिँ यस्तो भयो कि यो पुरै हेरौँ न, यहाँ लिक्विड जस्तो बनिरहेको छ नि हो। ए लिक्विड जस्तो बनिसक्यो यो पनि होइन। अर्को कुरा मेन प्रब्लम तपाईँको यहाँ पनि छ। अब म एकचोटि यसलाई होइन टालिदिन्छु, तर यो चाहिँ क्र्याकिङ भइसक्यो छ। यो क्र्याकिङ भएर होइन यसको सिस्टममै गएन भने तपाईँहरूको यहाँ तपाईँले लगाउनुको रिजन के भने यो ज्याक नलाग्नु भने चाहिँ यहाँको यहाँ लकै खाइदियो कि हो नि। यो लक खाइदियो, यो त यहाँनिर लक भइरह नि त। अर्कोको त ज्याक छ भने यसको त ज्याक हेर्नु त यो खाइदियो क्या। त्यसले गर्दाखेरि पनि यहाँनिर चाहिँ अब त त्यो नयाँ मोटर नहालिकन हुँदैन, मिल्दैन। यसको सिस्टम नै हुन्छ, सिस्टम बाहेको त केही गर्न नै मिल्दैन हो। यो चाहिँ क्र्याकिङ भयो। अब अहिले चाहिँ म मोटर सफा गरिदिन्छु, यसलाई टालिदिन्छु होइन। यो सफा गरिदिन्छु यो पुरै होइन, पाउँदैन यो त केही पनि भएको छैन। अब यो च्यात्तिएको छ त छैन नि, च्यात्तिएको थियो भने त मोटरबाट पनि धुलो गइहाल्थ्यो। यहाँ भित्रपट्टिबाट पनि छ, यहाँ पुरै यहीँ लेदो जमिसकेको छ कि। यो पहिल्यै गर्नु पर्थ्यो। यो चाहिँ 6 महिना 8 महिना होइन हामी कस्तोमा चल्छौँ अनि मोटरको आवाज सुनिरहनु पऱ्यो कि होइन। यदि पहिलाको भन्दा बढी आउन थाल्यो भनेदेखि चाहिँ यसलाई ट्याङ्की खोलेर सफा गर्नु पऱ्यो। अब हाम्रो नेपालमा त्यही त हो, तेल राम्रो छैन नि त होइन। गाडी चाहिँ नयाँ सिस्टमको आयो, तेल पनि नयाँ सिस्टमको आइदिनु पर्ने, अब आइदिएन, के गर्ने होइन। अब आउला बिस्तारै। तर यो जाली चाहिँ यस्तो फोहोर भएपछि यो सबै प्रब्लम हो। यसले गर्दा के हुन्छ थाहा छ, इन्जेक्टर जान्छ हो। इन्जेक्टर 4वटा गयो भनेदेखि बनाउनु कति खर्च लाग्छ सोच्नु त, खर्च लाग्छ नि। अनि यो त सोच्न नि सक्दैन, इन्जेक्टर गएपछि होइन सर्भिस गर्दा त म्याक्सिमम खर्च आउँछ के। अब यो जाली सफा मात्र गर्दाखेरि धेरै खर्च आएन नि त, थोरै खर्चमा काम भयो। तर अब हामीले यति नगर्नाले चाहिँ इन्जेक्टर गयो भने के गर्ने त। यो गरेर पनि इन्जेक्टरमा प्रब्लम आइदिन नि सक्छ फेरि
किन अब चाहिने भन्दा बढी तेल गइदिन्छ नि त अब फेरि मोटरबाट यो सफा गरेपछि त उसले मजाले तेल पठाउँछ हो पहिलाभन्दा तर अब इन्जेक्टरले फेरि त्यो चाहिँ एक्सेप्ट नगर्न पनि सक्छ क्या हो अब यो गरेर पनि यदि स्टार्ट त्यसै गरी इन्जिन चेक लाइनहरू बन्द भयो भने हामीले मोटर प्लस यो दुईवटा यो जुन पाइप छ पाइप लाइन र हामीले इन्जेक्टर डिजल फिल्टर होइन अहिले म डिजल फिल्टर पनि हेरिदिन्छु किनभने डिजल फिल्टर कहिले फेरे अस्ति भर्खर फेरे हो र अब यो गरेपछि होइन यो गरिसकेपछि मात्र चाहिँ तिम्रो नाम त लिक्पो भनेको लिक्पा तराईको मान्छेको नाम लिक्पा हुन्छ होइन निकनेम भन्दा लिक्पा ल यस्तो यस्तो चाहिँ हुनु भएन क्या यो नै हो क्या तपाईँहरू बुझ्दैन यत्रो भिडियोहरू मेरो टिकटकको हेर्नुहुन्छ अब युट्युब च्यानल हेर्ने सर होइन अब यो टिकटककै नाम छ होइन स्माइल अटो भ्लग्स भनेर हाम्रो र यो च्यानल हेर्नु अनि यसमा चाहिँ यस्तो यस्तो प्रब्लमहरू के कारणले आउँछ भनेर चाहिँ म भनिदिन्छु सिकाइदिन्छु अनि फेरि घरमा चाहिँ ट्राई नगर्नु नि फेरि बाटोमै ट्राई गर्ला र अनि फेरि बिग्रिएपछि अनि झन् अर्को खर्च आउँछ त्यो सिकाइदिएको मात्र हो कहिलेकाहीँ त हामी सानो चिजले पनि ठुलो खर्च हुन्छ भनेर आत्तिन्छौँ नि त्यो आत्तिनु चाहिँ नपरोस् भनेर हो क्या खासमा हो यस्तो हुन्छ अनि यस्तो गरिदिएपछि हुन्छ यो कहाँ खोल्या पहिला ट्याङ्की कहाँ खोल्या बालाजु अनि अर्को कुरा यहाँ पाइप पनि हेर्नु न ल यो पाइपको सिस्टमै चेन्ज हो यहाँ त पाइप यहाँ त क्र्याक पनि भइसकेको छ हो यहाँ क्र्याक छ यसको चाहिँ ज्याक छ अब ज्याकले त यसको त काम गरिरहेको छ तर यो चाहिँ अब पाइपिङ सिस्टम नै यहाँबाट चाहिँ जोडिदिनु भएको छ क्या होइन अब यसले पनि इयरली हुन्छ यो चाहिँ सिस्टमै बिगारिदिनु भयो अब अहिले चाहिँ अब उहाँसँग नि अब पैसा छैन भन्नुभयो त्यही भएर चाहिँ हामीले अब यसलाई नै माथिबाट चाहिँ क्लिप नै कस्दिने होइन फ्रेमहरू हेर्नु न डिजेल पुरै झरेर अब यो क्लिप नै कस्दिने हो र यसलाई चाहिँ सफा गरिदिने होइन भयो भने भयो भएन भनेदेखि चाहिँ इन्जेक्टरको प्रब्लम हुन नि सक्छ त्यो हामी हेर्छौँ के छ भनेर तर यस्तो गरी चाहिँ चलाउनु भएन यो चाहिँ तपाईँहरू 6-7 महिना होइन 8 महिना या त मोटरको साउन्ड बढी भयो आयो भनेदेखि चाहिँ तपाईँहरूले यो सफा गर्नु पऱ्यो बुझ्नु पनि यसरी मोटर झिकेर यसरी होइन यसलाई छुटाउनु पर्दैन यो मोटरको फेरि कतिजनाले चाहिँ यो पाइपै छुटाइदिनुपर्छ भन्दै थियो अस्ति मलाई उहाँ शङ्खसबाट फोन आएको थियो यो पाइपै छुटाउनुपर्छ सर भन्दै थियो यो पाइप छुटाउनु भन्दा यहाँबाट लिकेज गर्छ होइन ओभरफ्लोको पाइप हुन्छ यो ओभरफ्लोको पाइपलाई पनि झिक्नु पर्दैन एक क्लिपलाई चाहिँ झिक्ने बित्तिकै चाहिँ यसलाई थोरै बङ्गाउनु भयो भने यो मजाले यहीँ अड्केर बस्छ कालो भएको हो यो चाहिँ तेलले गर्दाखेरि यो भित्र कालो भयो क्या अब मोटरले चाहिँ फोहोर तेल तानेर चाहिँ यस्तो भयो क्या मिल्दैन अब अहिले त माथिबाट त हान्न मिल्ला पेट्रोलमा हानिदिन्छु गयो भने गयो गएन भने गएन अनि यसलाई चाहिँ मजाले सफा गर्नु पऱ्यो यस्तो चिज हुँदैन हो यसको अब पाइप पनि भन्छ यसको यहाँ यो ब्लकिङहरू चाहिँ अब यहाँनिर त छोकै छैन अनि तेल लिकेज भइहाल्छ नि एयर लिइहाल्छ नि जति चाहिने तेल नपाएपछि त एयर लिन्छ कसरी हुन्छ यस्तो खतम भयो सर अनि यसरी गयो भनेदेखि त झड्का ठुलो लाग्छ नि टाइमिङमा गर्नु पर्यो बुझ्नुभयो आजलाई यति नै यसरी ठुनुक्कै भाँच्या छ नि फेरि भाँच्दा पनि हो अब यसलाई चाहिँ कसरी जोड्ने त अब यसलाई सफा मजाले पेट्रोलले सफा गरेर चाहिँ हामीले एरोलाइट लिएर उसले राम्रोसँग पक्रियोस् होइन अब एउटाको अब यसलाई मोटरै चेन्ज गर्नुपर्छ यो गरेर नै भएन भने चाहिँ मोटरै चेन्ज गर्नुपर्छ है पाइप दुईवटा होइन मेन लाइन र रिटर्न हो त्यहाँबाट मोटर हो अब यो सबै कुरा हालेर चल्यो स्टार्टमा प्रब्लम आएन पिकअपमा प्रब्लम आएन भने ठिक छ नत्र भने मैले इन्जेक्टरदेखि होइन एक्सिलेटरको तिम्रो प्याडल सेन्सरदेखिबाट यी चिजहरू चाहिँ हेर्नुपर्छ है भएछ यदि भने ठिक छ तिमी नै बच्यौ राम्रो कुरा होइन यसरी चलाउनु भएन अब मोटरको साउन्ड अलिक ठुलो आउने बित्तिकै चाहिँ सफा गर्नु पऱ्यो सर यसरी पानी छिरेपछि त सिद्धिएन खतम बर्बाद स्वा खतम यस्तो हुन्छ है हजुरहरू चाहिँ यो गल्ती नगर्नुहोस् यो टाइममा यो चिजहरू चाहिँ गर्नुहोस् फेरि पछि टाउको समातेर रुनु पर्ला अनि आपत